साँच्चै हाम्रो भाउजूलाई होइन आउनु भएन ल्याए कुरा पछाडि पनि गयो हाम्रो त निकालेर ओके माथि भन्दा पनि म यता नानी नो 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 नानी दिनुको हुँदैन स्टप No, no, no. स्टप No, no, no.
कति भयो अब शुक्रबार गाएर बसेर रमाइलो गरेर यता लाग्नु होइन यो शुक्रबार घरमा जान दिएन बाँगा छ नै भन्छ साइलाहरू त्यसो गर्दा त को नि त कता कता त्यस्तो त पऱ्यो त अब यता नाकमा पट्टिबाट हो अनि मेरो दुईटा सानो यता सुक्रासोमा पापा त फेरि दाजुभाइ पऱ्यो दाजुभाइ फेरि यो सुक्रासको छुना भानुभव भन्छ नि मदन ऊ बुहारी भयो छोराले भयो मेकानिकल मलाई बाघा पनि हुन्छ गरे दाजु हुन्छ मलाई के भन्छ फेरि एक नातिमा मेरो त भान्जी उताको पनि छ लन्ड्री रुमको उताको पनि छ विन्डो यस्तो सामान जोगाउन पर्छ समयले साथ दिनु पर्यो अहिले Elisa अब पुरा पऱ्यो छाडीमा तिमीले के भन्छ छाडीमा होइन मैले चाहिँ पहिला दाजु भाउजू भन्थ्यो त्यहाँ लिएर बाबु छोरा पनि पढ्दै गयो त्यहाँ लिएर अहिले अन्तिममा चाहिँ नपाउने पाइन्छ के भन्नु भान्जीको छोरी लगेको छ जेठा गाई भन्थ्यो यता जेसो भन्नु नातिनीहरू सबैको हाम्रो दुईजनाको नातिनी भयो भएपछि नाप्पै भन्दा हुन्छ एक जिउ बराबर अरू चाहिँ अब हाडमा चाहिँ जोडिएको थिएन छैन आजसम्म पातमा चाहिँ अब जोडिँदै आयो नि त्यसपछि पाहाडमा त हाम्रो नेपालतिर त
के बाबुआमा भन्थ्यौ साथी ए धनलक्ष्मी बाबु त धनलक्ष्मी बाबु त लाफेङ छ होइन लाफेङको के पो होइन लाफेङ होइन अङ्कललाई थाहा छ त भनेपछि अघिको के छ धनलक्ष्मी आमाको छोरी चाहिँ भानुशालाको छोरा केटा लगेको छ अहिले पातमा चाहिँ मुटुमा भयो र त्यतिखेर अनि भागै भन्छ उसले बेला बेला अब सोक्दी भन्ने कहाँ पो छ उनीहरू भनेपछि ओरिगन ए हो त्यतै पनि कोही बेला बाबा भन्छ म त्यही हो कति वर्ष बाबा म उहाँभन्दा 5 वर्ष कान्छो बराबरै हुनुहुन्छ अझै गरिखाने अलि भाटा लाउने लगाएको छ है गयो त हाम्रो त टमाटर खुब अस्ति तातो भयो नि त जम्मै ए निकालो केटीकेटी रोप्नु भनेको ट्याकटुक आलु ट्याकटुक सबै गयो ठाउँमा छिटो लुगा वैशाखमा मात्रै हो आज 1 गते त्यो वैशाख 1 गते होइन हामी त अगाडि रोप्नु ट्याकटुक गइगयो वैशाख 15 मा मात्रै निकाल्नु पर्छ वैशाख 15 अब यहाँ कति छ बिरुवा अलिक दिनु पर्यो बिरुवा निकाल्नु छैन नि हाम्रो मर्यो ल अब हाल्यो यो वैशाख 15 भन्दा अगाडि निकाल्यो भने त त्यो हिउँदो गएकै हुँदैन तातो भयो नि त अस्ति 3-4 दिन होइन त्यो त झुक्काको यतिको भएको थियो मौसमले झुक्काउँछ नि त होटेलमा यस्तो ल्याङफ्याङ भइगयो टाकटुक ल अनि जेठा चाहिँ कतै पनि हिँड्नु छोडिस् त के भयो होइन म त अहिले डोनाल्ड ट्रम्पले हाम्रो फुपाले अलिक कडा गरेको छ अरे कि नियम फुपा त हामी थियो पो फुपा त्यो डरम भएको न डरम हो नि त्यो खत्तमा हामी छैन भने जनता छैन के गरिरहेको होइन ड्रम पनि हामी जस्तै हो नि त यस्तै त्यति तर हामीभन्दा त अलिक ठुलो उचाइ भयो नि त होइन 4जना बुझ्यो नि त त्यसले होइन हामी एउटा पनि छैन छोडेर त्यहाँ गइगयो मेरो छ एउटा त्यति नै हो ऊ त चुनावमा उठेर मात्रै ठुलो भएको नभए त होइन नि त्यो नभए भने त हामी भन्दा नि हामी अलिक किसानको छोराछोरी पऱ्यौँ तर ट्रम्प त ऊ गोठा लिएको रहेछ नि त पहिला गोठाले गाई गोठाले हजुर त्यो भाग्यले मोदी उता चिया व्यापारीहरू चियावाला फेरि अहिलेको भुटानको राजा चाहिँ फेरि कहाँ जन्मिस् भन्दा नेपालमा नेपालमा काठमाडौँमा आफ्नै देशमा जन्मिएर काम गरी खाने पनि छैन त्यही गोठाला चिया त्यति बेला नेपालको यस्तो थियो भने आज हेर्नुहोस् त नेपालको ढङ्ग के चाहिँ भयो होला इन्डियामा हस्पिटल थिएन त्यति बेला त्यो यो अहिलेको जिग्मे गेछ जन्मेको उचाल पाउँछ म त्यति बेला सिक्किममा थिएँ तर गेसर र म चाहिँ दुई वर्षको मात्रै जेठो कान्छो रहेछु अहिलेको राजाको म पनि भुटान पहिलाको
राजा चाहिँ गेसर जिग्मे गेसर पहिलाको उसको बाबु जिग्मे सिंह बाबु त भन्दा 2 वर्ष 3 वर्ष अहिले राजा अब त्यति बेला सिलगढी कहीँ हस्पिटल थिएन दिल्लीतिर मात्रै हस्पिटल छ भनेर सुन्थेँ अनि काठमाडौँमा थियो हस्पिटल अनि त्यो दुई जिउको हुँदाखेरि चाहिँ अनि जिग्मेले उहाँ काठमाडौँ लिएर गएको माइली रानीको छोरा अरे नि अब छैन यो पनि कोही युट्युबमा आउँछ राम्रो मात्रै लगाउनु होइन यो के भने हामी भुटानकै हो भुटानको कथा गरेको कथा यो त फेरि पछिसम्म पनि हाम्रो नाच पनापले नि हेर्छ युट्युबदेखि पैसा पाउँछ होला है जेठाले यसरी लाग्यो भने कि पाउँदैन हामीले पैसा पाइँदैन किनभने हामी त्यो सबै साकेलाहरू सबै लगाइन्छ कि त्यो अर्काको गाना लगाएपछि पाउँदैन आफ्नै गाना लगायो भने चाहिँ पाउँछ नियम त्यही अर्काको लाउनु भएन उता राजेशपाल राईको लाउनु हुँदैन मास्टर तल पसेको हो आज फिल्म युट्युबमा लगाइसकेपछि क्या हो जेठा मैले अस्ति पनि लगाएँ नि Email
नानाले खायो नि आउनु सडक बाटोमा धेरै पछाडि गएर पहिला सुरु गरेको हो पढाइ नै अब
यसमा नि घरमा पल्काएर मलाई हामी चाहिँ यही सिजनमा हो यो प्रोग्राम चाहिँ हैन मैले एप्लाई गरेको निकालेको किनभने अलिक गरम भन्दा पछाडि गइसक्छ हामीले ठ्याक्कै जाडो जाडो भनेपछि उता पर्नु यो अनि खानु हो कि त्यसो जाडो थियो के कसरी भयो त्यो नथाहा पाएको नि हामी यहाँ थिएनौँ नि त त्यतिखेर निकाल्दै अनि शनिबारले मलाई थाहा छ त शनिबारले त्यो कुनै के बिग्रियो फर्म लिनु त भन्ने हुन्थ्यो मलाई सोध्दै हुन्थ्यो क्या पोस्ट अफिसबाट होइन त्यहाँबाट चाहिँ मलाई भनेको नि कसरी एप्लाई गर्नु त्यसको लागि पासपोर्टको लागि क्या निकालेर अनि पासपोर्ट होइन मलाई चाहिँ थाहा छ किन भन्नु त उयो फोटो तेल आइडी पनि 165